जस्तै हिजो तिमीहरूले यो ट्रेनिङको बारेमा जुन इन्ट्रेस्ट राखेर सिक्नु आयो होइन अनि अहिले यो सिकिसकेपछि तिमीहरूलाई चाहिँ कस्तो चाहिँ यहाँबाट के लाग्छ अब चाहिँ फेरि अब यही स्किल कि हामी बाहिर गइयो भने गर्न सकिन्छ भन्ने आशा हुन्छ सकिन्छ फुल कन्फिडेन्स चाहिँ पहिला सुरुमा चाहिँ के लाग्थ्यो भने अब म डुप्लिकेट बनाएर पेसेँ भने पनि गएर चाहिँ कसरी काम गर्नु होला भन्ने लाग्थ्यो क्या अहिले त अब काम पनि सिकिसक्यो म अब त मजाले सकिन्छ हो त्यही कन्फिडेन्स खास यो हामीले गराएको ट्रेनिङ भनेको नि प्र्याक्टिस हो क्या प्र्याक्टिकल फिजिकल इन्भल्भमेन्ट चाहियो सिम्पल नभए त अहिलेको संसारमा तिमीहरूले कुनै पनि कुनामा बसेर इन्फर्मेसन त आइहाल्छ नि होइन सबै जान्छ नि तर फिजिकल चाहिँ एट्याचमेन्ट चाहियो क्या त्यसमा इन्भल्भ हुनु पऱ्यो क्या तिमीहरू मेन्टल्ली फिजिकल्ली अब त्यस पछाडिको तिमीहरूको एउटा आएको कन्फिडेन्स र यसो भिडियो मात्रै बनाएकोमा त फरक छ अब अहिलेसम्म चाहिँ त्यस्तै कार्य भयो यहाँ अब हुनेवाला छैन सुरुमा चाहिँ के हुँदो रहेछ भने यस्तै त भने काम आइहाल्छ नि गरिहालिन्छ नि भन्ने हुँदो रहेछ क्या जब गर्दै गएपछि चाहिँ थाहा हुन्छ पछि अन्तिममा मलाई नि फर्स्ट महिना चाहिँ फर्स्टमा 10-12 दिन 14-15 दिन त्यस्तो काम त गरिहालेपछि भइहाल्छ नि भन्ने लाग्छ क्या पछिबाट चाहिँ अनि अब आफ्नै लागि हो आफ्नै स्किल बढ्ने हो भनेर चाहिँ पछिबाट चाहिँ थाहा हुँदो रहेछ बिस्तारै बिस्तारै लास्टमा चाहिँ सुरुमा त केही हुँदैन कति गोबर सोरेको त हो नि गाई देखेको त हो नि यस्तो खालको कुरा हुन्छ क्या अनि फेरि यो सेक्टरलाई चाहिँ मान्छेले कसरी लियो भने जस्तै क्याटल फार्म या फार्मर हुनको लागि ऊ डक्टर पनि हुनु पऱ्यो ऊ इन्जिनियर पनि हुनु पऱ्यो ड्राइभर पनि हुनु पऱ्यो अलराउन्डर भएपछि फार्मर हुन्छ क्या क्याटल फार्मर अनि यहाँ कसैलाई फार्म वर्करको लागि आउँछन् ए यो फार्ममा त गरेको हो नि अनि भरे यताबाट उताबाट यता के हुन्छ त ल भनेर हुन त त्यही सफाइ नै गर्नु पर्ने कहाँ सफा गर्नु पर्ने अब त्यो फिडिङ एलेमा सफा गर्नु पर्ने बिहानदेखि बेलुकासम्म 10 जना मान्छेले सफा गरेर सक्दैन सफा गर्ने ठाउँ रहेछ नि त होइन ठाउँहरू रहेछ नि त लिमिटेड ठाउँ रहेछ त्यति मेन्टेन गर्दाखेरि पुरै फार्म मेन्टेन हुँदो रहेछ त्यही कुराहरू त्यो चाहिँ अब पछि मात्रै थाहा पायो सुरुमा त यस्तो काम गरेको त हो भन्ने लाग्छ गरिहालिन्छ तर बिस्तारै त गइरहेर अझ अब्जर्भेसनमा तिमीहरूले त्यो एनिमल्स अब्जर्भेसन मैले देखाएको थिएँ कुन गाईले खायो कि खाएन त्यो कतिको हेऱ्यो तिमीहरूले होइन